हेलो गुड मर्निङ सम्पूर्णमा वेलकम टु माई मर्निङ भिडियो। आज चाहिँ शनिबार है। आज चाहिँ शनिबार मैले चाहिँ नानीहरूलाई यहाँ काम सिकाइरहेको छु कि म चाहिँ अलि सन्चो नभएको कारणले चाहिँ म चाहिँ अलि सक्दिनँ, तिमीहरू यसरी यसरी गर ल भने। अनि उनीहरूलाई चाहिँ मैले बिहानको काम यही गाउँघरमा त्यही त हो है, बस्तु भाउ बाख्रा पाठा भन्यो घाँसपात यताउता काम त भइ नै हाल्छ। अनि मैले चाहिँ ठुली छोरीलाई यता गोबर सोर्न लगाएँ। गोबर यता सोर्दैछिन् मेरो ठुली छोरी, अनि यता मेरो सानो छोरी बाख्रालाई घाँस बोकेर यतालाई बाख्रालाई लगाउन आउँदैछिन् होइन। मेरो चाहिँ दुईवटा छोरी हो, दुईवटा छोरीले चाहिँ मलाई यहाँ काम सघाइरहेछ है, बडाल कुडाल गर्न यताउता सबैतिर सघाउँदैछन्। छोरी भएपछि यति त गर्नै पर्यो नि। छोरा र छोरीमा चाहिँ अलिकति उनी हुँदो रहेछ क्या, छोरीले चाहिँ अलिकति घरमा आमा बाबालाई चाहिँ काम सघाउँछन् भन्छन् होइन। तर मेरो पनि छोरी त ठुल्ठुली नै छ, भर्खर भर्खर यसो कामहरू त भर्खर भर्खर सिक्दैछ। यता सिकाउँदैछु भनौँ न, सिकाउनु पनि पर्ने रहेछ बच्चाहरूलाई चाहिँ अलिअलि, स्कुल मात्र होइन घरको काम पनि कहिलेकाहीँ चाहिँ सिकाउनु पर्ने रहेछ भनौँ न। र अलिअलि सिक्दैछन् पनि, गर्छन् नि बाख्रा बस्तु घाँसपात यताउता गर्छन्। आज ती पनि शनिबार भएको हुनाले दुईजनाले चाहिँ दिदीले गरेको देखेर बहिनी पनि यताउता कोठेबारीतिर यताउता घुमिरहेछन् पनि। त्यही भएर मलाई चाहिँ आज शनिबार भएको हुनाले छोरीहरूले चाहिँ मलाई बिहान काम निकै सघायो भनौँ न। आजको यिनीहरूको चाहिँ मर्निङ ड्युटी यता सकाएर चाहिँ अनि माथि आएर चिया बनाएर अनि उनीहरूले चाहिँ चिया खायो। म चाहिँ अलिक गुलियो नखाने भएको हुनाले मैले चाहिँ तातो पानी मात्रै, साथीहरू तातो पानी खाँदैछु, घाँटी दुखेर सादा तातो पानी मात्रै खाएँ, सादा पानी। ओके बाई बाई सम्पूर्णमा फेरि पनि गुड मर्निङ। मेरो चाहिँ सादा पानी मात्रै।